होइन अरू बेला भनेको केही नमान्ने आज चाहिँ किन यस्तो धमाको दोष हुँदैछ त। खासमा कुरा यस्तो हो गाइज, आज चाहिँ मिठो मिठो पारामा दुधको कुराउनुलाई च्याट्ट खाइदिउँ भनेको यता फेरि खानाको लागि मसनघाट बास भएकै छ के रे। खैर केही छैन, यो कुराले यतै छोडी हजुरहरूले मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ धेरै दिनदेखि मनबाट सोचेको र मुखले खोजेको कुराउने खानाकै लागि भए पनि दुईजना भतिज र म एक काका गरी भान्सामा जुटिहाल्यो। भान्सामा जुटेर मात्र कहाँ हुने रहेछ र, त्यसलाई बनाउन कम त गाह्रो, जतिसुकै गाह्रो नै भए पनि दुधलाई च्याट्ट पारामा थोरै थोरै गरी हाली त्यसलाई सुकाउने क्रम जारी नै थियो। मान्छे उम्ले खौलामा र दुध उम्ले अगेनामा भन्छन् के रे बुढापाकाले। हो, त्यही कुरालाई ध्यानमा राखेर च्याट्टा पारामा दुधलाई थोरै थोरै हालेर चलाइएको थियो। एकैछिनमा मलाई मिठो गरी खाने यस भने अलिकति चिनी पनि हाल भनेर पो भन्छ दुधले। यति भनेपछि मलाई पनि पेस लाग्यो अनि तमा के कम भनेर मिठो मिठो पारामा नडराइकन चिनी पनि हालिदिएँ। मिठो 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 पारामा दुधमा चिनी हालिसकेपछि एकछिन त्यसलाई रिसमा त्यही नचाइदिएँ। दुध र चिनीलाई मात्र नचाएर कहाँ पुग्थ्यो र, पछि खाँदाखेरि मिठो गराउनेको लागि भए पनि 3वटा बिस्कुट ल्याएको थिएँ। यसो बिस्कुटको अनुहार हेर्दाखेरि त 3वटा मध्ये 1वटाले खाइहाल्यो कि जस्तो पनि भइरहेको, तर मनलाई जसो तसो कन्ट्रोल गर्दै कराइमा भएको दुधलाई पनि सुगाइए र अब पालो च्याट्ट पारामा बाल्टीको थियो। कराइमा भएको दुधले च्याट्ट पारामा हालेपछि होइन के हो, त्यही बुढापाकाको दुध उम्ले अगेना मान्छे उम्ले के जति भन्ने नियम फलो गर्न पो लाग्छ त बा। तर यो आकाशले जसो तसो गरी पोखिन भने दिएन र झ्यामका झ्याम दुधलाई सुकाउने क्रम जारी नै थियो। र केही समयपछि दुधलाई अलिकति सुकाएपछि मिठो बिस्कुटलाई मिठो मिठो पारामा दुधमा झ्यामका झ्याम खोलेर हालियो। त्यसपछि ती बिस्कुटहरूले एकछिन त्यतै दुधमा पौडी खेलाएर अलिकति मनोरञ्जन पनि दियो। यता बिस्कुटहरू ताता दुधमा पौडी खेल्न पाएर रमाएका थिए भने वास्तवमा भन्नु पर्दा मलाई फेरि यो गर्मीमा त्यो माथि ग्यासको अनिकाल लागेको बेला आगोको छेउमै बस्न अलिक गाह्रो भएको थियो। तर गाह्रो भए पनि के गर्नु गाइज, आफ्नै घरमा त्यो पनि अगेनामा पकाएर यसरी आफ्नै घरमा भैँसीको दुधमा मिठो पारामा कुराउने खाना पाउने भनेकै यही घर आएको बेला, त्यो भएर अलिकति दुःख त गर्नै पर्यो नि गाइज। यता फेरि यी भतिजहरू पनि यो कुराउनेको ओनर भएर होला कति बेला पाक्ला भनेर कचर लिएर बसिरहेको थिए। मलाई फेरि यो घर आएको बेला चाहिँ यी दुई पार्टनरहरू नहुने भने कस्तो घर नै खल्लो लाग्छ कि गाइज। त्यही भएर आजको कुराउने प्रोग्राममा पनि यिनीहरूसँग रमाइलो गर्दै आज चाहिँ मिठो पारामा कुराउने पकाइएको थियो। मेरा पार्टनरहरूले कति बेला कुराउने पाक्ला र खाम्ला भन्दै अलिअलि भएको कामलाई क्लियर रूपमा पुरा गर्दै थिए भने म भने पूर्ण रूपमा दुधलाई सुकाएर कुराउने बनाउने प्रोसेसमा थिएँ। लगभग केही समयपछि बाल्टिनको दुधलाई पनि च्याट्टा पारामा कराईमा खनाएर केही समयपछि त्यसलाई पनि चलाएपछि त दुध पनि बाक्लो र घट्दै गएको थियो। यतिका समयपछि फाइनल्ली मिठो 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 कुराउने पनि रेडी भयो। कुराउने खानाले एकदमै हतार भएको र त्यसलाई चिस्याउनको लागि अलिकति पानीमा एकछिन त्यसलाई त्यतै राखियो। त्यसपछि यो कुराउनेले घरका सबैजना फ्यामिली मिलेर मिठो पारामा खाँदाखेरि त कति मजा आउने भयो। अनि घरको सबैजनाले अलिकति कुराउने दिएपछि म बस्छु फेरि कराईमा खानाको निम्ति र च्याट्टा पारामा कराईको कुराउने पनि सिदिन्छ भन्दै र आजको भिडियो यति नै। बाँकी कुरा अर्को भिडियोमा गरौँला भन्दै भिडियो मन पऱ्यो लाइक कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला। एन्ड बाई, टेक केयर अल अफ यु।